साथीहरू पहिला यो आमा छोरीको बिएफ ल्याउने मिठो गफ सुनौँ भने यसको फन्नी कमेन्ट्सतिर लागौँ है त। किन हँदारी भएर बसेको के भयो? सबै साथीहरूको बिहा छ, मेरो चाहिँ बिहा पनि छैन। क्या बिहा बनेको? क्या बिहा बनेको? फेरि बोल्दिन त। अनि अघि बुवा हुँदा भन्नु पर्दैन थियो? बुवा हुँदा भनेको भए पैसा दिनुहुन्थ्यो। अनि किनेर ल्याउनु, अहिले बुवा आएपछि म भनिदिन्छु, अनि पैसा मागिदिन्छु, अनि जानु चल त्यहाँ पाउँछ बाङ्गेमा, अनि किनेर ल्याउनु। फेरि बोल्ने भए पो हुन्छ त। काली नकाली भएछ धम्म दुछे। अनि बिहा किनेर पाउँछ भने अनि के गरेर पाउँछ त? कहाँ मागेर पाइन्छ? रुको जरा, सबर करो। बिएफ पैसाले किनेर ल्याउने रे? होइन होला के हो? बिएफ भनेको अस्थायी पोइ हो के आमा? म बिक्रीमा छु। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। कुन पसलमा किन्न जान्छु भन है, म त्यही पसलमा बेचिन रेडी छु। 2 बोतल रक्सी र 1 प्लेट सुकुटी भए पुग्यो म बिक्रीमा है। गाइस, तपाईहरुलाई मेरो भिडियो मन परेको भए लाइक, कमेन्ट अनि फलो गर्न नबिर्सिनु होला है।